सो हे गाइज वेलकम ब्याक एगेन टु द न्यू भिडियो। हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने अनि म पनि एकदमै सन्चै छु। नयाँ जोस नयाँ जागरका साथ नयाँ भिडियो लिएर हजुरहरूमा उपस्थित भइसकेको छु आफ्टर लङ टाइम पछि। किन भन्दाखेरि रोमानिया चाहिँ एकदम जाडो बढेको छ। पछाडि देख्न सक्नुहुन्छ हिउँ परेर पुरै सेतै भएको छ। अनि जाडो भएको कारणले काम टु रुम टु काम मात्र भएको थियो। बाहिर निस्केर भिडियो बनाउने माहौल बनेको थिएन। र यसै बिचमा चाहिँ युट्युबको भिडियोमा र फेसबुक पेज मेसेजहरू यताउतिमा चाहिँ म्याक्सिमम् क्वेसनहरू चाहिँ एउटा के भरिएको रहेछ भने 2026 लागेपछि चाहिँ दिल्ली एम्बेसीमा गएर इन्टरभ्यू दिन पर्दैन रे, के हो यो कुरो, साँचो हो कि होइन, लागू भएको छ कि छैन, यताउति भनेर चाहिँ म्याक्सिमम् क्वेसन आएको कारणले चाहिँ म यो भिडियो बनाउन चाहिँ बाध्य भएको थिएँ। जुन चाहिँ हजुरहरूलाई एकदम जिज्ञासा छ नि त, अब आइराखेको छ। धेरै साथीहरूले चाहिँ बनाइसक्नु भएको रहेछ, तर त्यसमा फिक्स कुरा चाहिँ भनिएको छैन। जो हुन्छ मात्र भनिएको छ, तर कुरा के हो भनेर चाहिँ मैले यो भिडियोमा चाहिँ हजुरहरूलाई स्पष्ट गरेर भन्ने छु। त्यही भएर भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। अनि भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। भिडियोलाई ढिलो नगरिकन सुरु गरौँ है त। मैले चाहिँ सुरुबाटै 2025बाटै गएर चाहिँ तपाईँहरूलाई बुझाउन चाहन्छु। राम्रोसँग ध्यान दिएर सुन्नु होला, स्किप नगर्नु होला, किनकि सबै मैले भन्छु। किनकि यो भनेको रोमानिया आउन चाहनेहरू सबैलाई ज्ञानको कुरा हो। सो त्यही भएर ब्याक टु 2025मा जाउँ है त। सो 2025मा चाहिँ रोमानियन गभर्मेन्टले चाहिँ 1 लाख कोटा चाहिँ बाहिरी वर्करलाई भनेर चाहिँ डिमान्ड गरेको थियो, एउटा तोकिएको थियो। जुन चाहिँ अहिले डिसेम्बर सकिने बेलासम्म चाहिँ 97,000 चाहिँ इस्यु भएको थियो। जुन चाहिँ अहिलेसम्म एपोइन्टमेन्ट डेट चाहिँ पाएको छैन होइन, एप्लाई भइराखेको छ, वर्क पर्मिट झर्दैछ। तपाईँको यो अक्टोबर यता चाहिँ अब यो नोभेम्बर डिसेम्बरमा चाहिँ अब क्रिसमस भन्यो, न्यु इयर भनेर चाहिँ तपाईँको कामको सिजन चाहिँ अलिक कम भएको हो भनेर अफ सिजन लागेको हो। भन्नको मतलब चाहिँ अफ सिजन भनेर यहाँ चाहिँ काम चाहिँ एकदम हुन्छ होइन। अब हाम्रो दसैँ तिहारमा नेपालमा काम भए जस्तो चाहिँ एकदम काम हुन्छ। सो काम चाहिँ भएको हो, तर यो वर्क पर्मिटहरूको प्रोसेसको कामहरू चाहिँ रोकेको थियो, त्यही भएर ढिलो भएको, त्यही भएर नआत्तिनु होला। मेन कुरा त्यो हो। अनि 2025मा जति 97,000को इस्यु भएको छ नि, त्यो चाहिँ तपाईँको 2026 डिसेम्बरसम्म चाहिँ एपोइन्टमेन्ट डेटहरू चाहिँ बुक भइसकेको छ एम्बेसीमा है। त्यही भएर तपाईँहरूले यति बुझ्नु कि 2026मा इन्टरभ्यू दिन पर्दैन भनेर चाहिँ 2025 डिसेम्बरसम्म चाहिँ जुनले एप्लाई गर्नु भएको छ उहाँहरूले चाहिँ सोच्दै नसोच्नु है। त्यो तपाईँहरूको चाहिँ 2026 डिसेम्बरसम्म चाहिँ एपोइन्टमेन्ट डेटको बुक भइसकेको छ। तपाईँहरूले चाहिँ 100% इन्टरभ्यू दिनुपर्छ। त्यही भएर आफ्नो तयारी गर्नु होला। अनि अब कुरा रह्यो नयाँ एप्लाई गर्ने 2026बाट यता, अब जुन अहिले जनवरी लागिसक्यो, अब एप्लाई गर्नुहुनेहरूले चाहिँ तपाईँको इन्टरभ्यू दिन पर्दैन भनेर जुन हल्ला फिजिएको छ त्यो चाहिँ सरासर गलत छ। गलत भनेर त्यो कस्तो छ भने अहिले लागू भएको छैन, त्यही भएर चाहिँ त्यो गलत फिजिएको छ, त्यसलाई चाहिँ नलिनु होला। कुरा चाहिँ के हो भने म स्पष्ट गरेर भनिदिन्छु, सुन्नु होला। सो 2025मा 1 लाख कोटा मागिएको थियो भने 2025मा चाहिँ यहाँको जुन अब उद्योग धन्दाहरू यताउति जुन कामदार चाहिने अब फिल्डहरू छ त्यहाँको सम्पूर्ण गरेर चाहिँ गणना गरेर तपाईँको रोमानिया गभर्मेन्टलाई चाहिँ 2.5 लाखजना चाहिँ वर्कर मागिएको थियो। जुनमा चाहिँ 1 लाख चाहिँ हाम्रो रोमानियाभन्दा बाहिरबाट मागिएको थियो। जुनमा 97,000, जुनमा चाहिँ 97,000 चाहिँ इस्यु भएको थियो होइन। अब चाहिँ अलिकति घटाएर चाहिँ 90,000 बनाएको छ 2026मा। नयाँ चाहिँ माग चाहिँ 90,000 छ। 25मा 1 लाख थियो भने अहिले 10,000 घटाएर चाहिँ 90,000 बनाएको छ। यो किन बनायो भन्दाखेरि रोमानियामा अहिले धेरै डेभलपमेन्ट भइसकेको छ, धेरै माग भएको छ, राम्रो फ्यासिलिटीहरूदेखि लिएर अब स्यालेरी वृद्धिहरू भइराखेको छ होइन। जुन तपाईँहरूले हेरिराख्नु भएको छ, स्यालेरी बढ्यो भनेर अब तपाईँहरूले हेरिराख्नु भएको छ। सो स्यालेरीहरू बढेको कारण पहिला यहाँ चाहिँ कम थियो, स्यालेरी फ्यासिलिटीहरू थिएन। त्यसकारण चाहिँ मेन चाहिँ के थियो भने अहिलेको चाहिँ तपाईँको 10,000 घटाउनुको रिजन चाहिँ लोकललाई चाहिँ पहिला प्राथमिकता दिएर उनीहरूलाई जब दिएर बाँकी रहेको कोटाहरू चाहिँ बाहिरी मान्छेहरू चाहिँ ल्याउने, बाहिरी वर्करहरू ल्याउने भनेर चाहिँ सरकारले तोकेको छ। त्यस कारणले किन भन्दाखेरि चाहिँ अब पहिला फ्यासिलिटीहरू थिएन, लोकललाई किन तोकिएको थिएन, र लोकल मान्छेहरू सबै ग्रिस अब जर्मन यताउति गएर चाहिँ उनीहरू काम गर्थे यहाँ रोमानिया छोडेर। अहिले चाहिँ अब ब्याक टु होम भएको छन् र यहीँ काम गर्न चाहेको कारणले चाहिँ उनीहरूले माग राखेको, लोकलले माग राखेको कारण सरकारसँग चाहिँ त्यसरी कोटा छुट्याइएको छ। त्यही भएर पहिलो प्राथमिकता चाहिँ लोकललाई दिएर अनि बाँकी रहेको कोटा चाहिँ हाम्रो ल्याउने हो। सो त्यही भएर चाहिँ अहिले 90,000 कोटा गरिएको छ। अनि कुरा रह्यो अब एमबिसीमा गएर इन्टरभ्यू दिन पर्ने नपर्ने।
पहिलो कुरा के भनेको छ भने पहिला एजेन्सीले तपाईँको सबै डकुमेन्ट लिएर सबमिट गरेपछि हजुरहरू डेट लिएर चाहिँ इन्टरभ्यू दिनुहुन्थ्यो भने अब 2026बाट चाहिँ फिजिकल्ली आफू नै आफ्नो डकुमेन्ट लिएर गएर त्यहाँ सबमिट गर्नुपर्नेछ भनेर चाहिँ तोकिएको छ, जुन चाहिँ इन्टरभ्यू दिन पर्दैन भनेर चाहिँ मान्छेहरूले बुझेको छ। तर बुझाइअनुसार के हुन्छ भने तपाईँले अब सेल्फ आफ्नो फिजिकल्ली नै होइन, अब आफू नै, अब जस्तो म जाँदैछु भने इक्जाम्पलको लागि मैले इन्टरभ्यू सबमिट गर्न जाँदैछु मेरो डकुमेन्ट भने मलाई अब त्यहाँ गएर अब मेरो जस्तो यो मसँग कपी छ, जस्ट यसरी मैले डकुमेन्ट दिएँ, अब उसले हेर्छ, हेरेपछि अब सोध्छ नि त मेरो बारेमा, त्यहाँ लेखिएको, अब मैले त त्यहाँ सबै अब सिबीहरू सबै हुन्छ, अब त्यो सोद्धाखेरि त अनि इन्टरभ्यू नै त भयो नि त एउटा कुरा। अब जस्तो नाम सोध्ला, यता सोध्ला, अब एक्सपिरियन्सहरू सोध्ला होइन, त्यो सोध्नु भनेको नै इन्टरभ्यू नै हो, त्यो हजुरहरूले बुझ्नुहुन्छ। तर इन्टरभ्यू पर्दैन भन्नुको कारण चाहिँ पहिला एजेन्सीले सबमिट गरिसकेपछि चाहिँ हामी गएर डेट लिएर चाहिँ यो इन्टरभ्यू दिन्थ्यौँ। अब चाहिँ आफै लगेर सबमिट गर्ने बेलामा चाहिँ भयो भने इन्टरभ्यू हुन्छ, नत्र चाहिँ हुँदैन भनेको छ। कुरा त्यही नै हो। त्यो चाहिँ कसको लागि हो भने 2025मा एप्लाई गरेको लागि होइन, मैले सुरुमा नि भनिसकेँ। 2025 डिसेम्बरसम्म एप्लाई गर्नु भएको छ भने तपाईँको 2026 डिसेम्बरसम्म अथवा 27को जनवरीसम्म कतिसम्म चाहिँ यो बुक भइसकेको छ एपोइन्टमेन्ट। त्यही भएर हजुरहरूले चाहिँ 100% इन्टरभ्यू दिनुपर्छ। अब कुरा आयो 26मा नयाँ एप्लाई गर्नेहरूले इन्टरभ्यू दिन पर्दैन भन्नुको कारण चाहिँ त्यही नै हो, जुन मैले अहिले भर्खरै भने। आफै सेल्फ गएर चाहिँ आफूले डकुमेन्ट पेस गर्नुपर्छ। त्यो बेलामा तपाईँहरूलाई क्वेसन सोध्यो भने इन्टरभ्यू दिएकै जस्तो भयो, पास हुनै पऱ्यो। अब त्यहाँ तपाईँ अकमाउनु भयो, त्यहाँ एउटा लेखेछ, आफूले एउटा भनिदिनु भयो भने तपाईँको सबमिटै भएन डकुमेन्ट, अनि तपाईँ फेल हुनुभयो, सकियो। त्यही नै छ कुरा। अनि अब त्यही नै कुरा, अब 2026 लागेको छ होइन। अब नयाँ डिमान्डहरू आउँछ, 90,000 त तोकिसकेको छ। अब कम्पनीमा अब कहाँ कहाँ डिमान्ड आउने त अब तपाईँको नयाँ नयाँ ठाउँहरू हुन्छ होइन, नयाँ इस्यु हुन्छ, नयाँ डिमान्डहरू आएपछि वर्क परमिट झर्छ। अनि त्यसपछि मात्र तपाईँहरूलाई थाहा हुन्छ इन्टरभ्यू हुन्छ हुँदैन भनेर, त्यो पनि 27मा। अब टाइम चाहिँ घटाउने भनेको छ। यसमा मैले यो जोड्न चाहेँ, पहिला 1 वर्ष मिनिमम लाग्थ्यो भने अहिले चाहिँ सरकारको यो रुल्स अनुसार र जुन बसेको थियो त्यसमा चाहिँ के भनेको छ भने 6 महिनाभित्रमा चाहिँ तपाईँको सबै प्रोसेस कम्प्लिट भएर इन्टरभ्यू दिएर पनि रोमानिया आइसकेको हुनुपर्ने छ, त्यस्तो बनाउने भनेर चाहिँ यिनीहरूले तोकेको छ। त्यही भएर चाहिँ अब त्यो हुनेवाला छ, तर भइसकेको छैन। अब 26मा हुने भन्ने कुरो 26 लगाइसक्यो, अहिलेसम्म भएको छैन। अब यो बिस्तारै हुन्छ। त्यही भएर मैले भने 2026मा अब न्यू एप्लाई जसले गर्नुहुन्छ उहाँहरूलाई कसरी हुन्छ, उनीहरूले अब कुन एक्सपिरियन्स लिनुहुन्छ त्यही अनुसारको चाहिँ अब थाहा हुन्छ। अथवा भन्यो भने अब फिक्स यो नियम भयो है भनेर भन्यो भने चाहिँ म फेरि भिडियो बनाउने छु। त्यही भएर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, अनि साइडमा रहेको बेललाई पनि दबाउनु होला, ताकि आगामी दिनमा नयाँ भिडियो हाल्यो भने हजुरहरूले हेर्न पाउनुहुनेछ। अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। सो यही नै छ भिडियो। अब तपाईँहरूले जान्न चाहेको कुरा यही नै हो, इन्टरभ्यू हुने कि नहुने भन्ने कुरा। अब 2025मा एप्लाई हुने सबैलाई हुन्छ, फेरि पनि भने मैले, सबैले तयारी गर्नु होला, राम्रोसँग आफ्नो कन्फिडेन्सका साथ दिनु होला, नआत्तिनु होला। इन्टरभ्यू नर्मल सोध्छ, जे सोध्ने हो त्यो नर्मल सोध्छ। यदि के सोध्छ भनेर हजुरहरूलाई एकदम चासो छ भने चाहिँ मेरो यही च्यानलमा चाहिँ सुरुमै छ मेरो जुन प्रोफाइल खोल्नुभयो भने सुरुमै फर्स्टमै छ मेरो भिडियो, मैले पिन गरेर राखेको छु। त्यो भिडियो हेर्नु होला। सम्पूर्ण त्यो मैले दिएर मैले त्यहाँ भोगेर आएको, दिल्लीमा के सोधेको थियो भनेर सबै मैले सबमिट गरेर मैले त्यहाँ क्वेसनहरूको भनेको छु, कुनैको एन्सर भनेको छु, नत्र क्वेसन चाहिँ सबै भनेको छु, जुन हजुरहरूलाई क्लियर हुन्छ। त्यति भएपछि हजुरहरू पास हुनुहुन्छ, यताउति दिमाग घुमाउनै पर्दैन, सोध्ने त्यति नै हो। त्यही भएर त्यो भिडियो हेर्नु होला, हजुरहरूलाई सहज हुनसक्छ होइन। त्यही हो, अरू कुरा त्यस्तै नै छ। अब राम्रोसँग गर्नु होला, राम्रोसँग इन्टरभ्यू दिनु होला। 2026मा एप्लाई गर्नेहरूले राम्रोसँग बुझ्नु होला केमा हो कसोमा हो होइन, फेसिलिटीहरू के छ कसो छ। किनकि अब पहिला ठगी भएको थियो, अब सेल्फ आफू गएर सबमिट गर्नुपर्ने भएपछि अलिकति कम हुन्छ। अब यो रुल्स चाहिँ चाँडै लागु होस्, राम्रो होस् होइन। अब हामीहरूलाई नि राम्रो, हजुरहरू आउनेहरूलाई नि राम्रो हुनेछ। त्यही भएर राम्रोसँग दिनु होला। सो भिडियो यही नै थियो। के कस्तो लाग्यो सानो मिठो कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सो यति भन्दा बिदा हुन चाहन्छु। हस्त नमस्ते, जय नेपाल।